सबैलाई भनिदिनु त नमस्ते गरिदिनु त हेलो भनिदिनु हेलो हेलो खै त नमस्ते गरिदिनु न नमस्ते सबैले नमस्ते तपाईँको नाम के हो तोर नाम कुन छिको मनिषा तिम्रो नाम के हो देवेन बाबा कहाँ जानुभएको छ हो र कहाँ खेलेको अनि ठुलो मान्छेहरू खेल्न आएको त्यो तोरी म लान्छु ल सबै तोरी म लगाऊँ के खाइस् धेरै रक्सी खाइस् कि मासु धेरै खाइस् मासु चुडा ल न लास्ट ग्रेभी यहाँ ग्रेभी छ यो दामी छ ल मिठो छ हौ चाट्नै हो चम्ची चाट्न कम मजा आउँछ ल नि त लास्टमा थोडा मिठो छ मुखले खाने नाकतिर छिराइसक्यो आधी कराई डढ्यो होइन तर मासु ठिक छ यो गाइस कसलाई थाहा छ यो भन्नु त यो के हो व्हाट इज दिस सो हिँड्दै जाएको छु केटाहरू खोइ कता छ होइन छोडिदियो एकजना साथी दबाई हान्दैछ के गर्नु यहाँ आऊ यहाँ आइज न किन हुँदैन यस्तो दामी भ्यू छ गाइस राम्रो पो हुँदैन भन्छु जङ्गलै जङ्गल होइन यहाँ आइज न यहाँ यस्तै छ है सही भएको छ नपत्ता लिएर आइज न नुन हालो आज चाहिँ जङ्गलमा केटाहरूसँग आएको होइन केटाहरू दाउरा खोज्न गयो म चाहिँ यता छु अनि यो चाहिँ हो हाम्रो ठाउँ केटाहरूले छोडेर गयो हाम्रो श्री सम्पत्ति भाइकोबाट एउटा रेकर्ड हुँदैछ मासु यहाँ छ अनि यहाँ बन्दैछ हाम्रो माल होइन प्याज खरिसक्यो अब मासु हालिदिनु पर्यो केटाहरू आउँदैछ दाउरा लिएर भाइको चुला खाने कार्यक्रम भइरहेछ अब चुला खाँदैछ सरसफाइ पनि गऱ्यो होइन यता हाम्रो स्पोर्ट चाहिँ यहाँ हुन्छ होइन मार्नु नि भाइ आगो बाल्दैछु भाइले आगो बाल्दैछ अब आगै बाल्न सकिरहेको छैन यसलाई सुकेको हाल्नु अलिक
गाह्रो छ गाइस मुखबाङ भाइले आगै बाल्न सकेन आज खुवाउँदैन जस्तो छ करे तार्दैछ भोक लागेर भाइ चाहिँ खाँदैछ यो गाइस कसलाई थाहा छ यो भन्नु त यो के हो व्हाट इज दिस के हो गरा लाग्यो गरा लाग्यो कस्तो गरा बाती छ हो फाइनली एकजना फेरि अर्को साथी आइसक्यो मुला चाहिँ देखा न मुला खानुपर्छ भने कति लामो लामो छ मुला त्यो काट्ने चक्कु छ नि अलि पठाएको त्यसलाई धुनुपर्छ बोतल पानी आएको बोलेन ओइ आगो चाहिँ के भएर नबोलेको यो दाउरा ल्याउनु पर्दैन मेरोबाट 2-3 वटा सुकेको खत्तम गर्छ क्या अघि कसले हो कसले काट्यो अरे कच्चाले टमाटर अझै हाल्नुपर्ने कस्तो काँचे मासु पकाएको खुवाएन भएन तिमीलाई बिस्तारै बल्छ क्या दुलै छैन त्यो दुलो नभएर धुवा निस्किनु पाइन्छ अलिकति एकतिर उठाइदियो नि ढुङ्गा लाएर कता करे हो त्यतातिर
त्यो ढुङ्गा ल ओइ प्लास्टिक पात दिन्छ पत्ता समान त्यो एउटा पत्ता त्यो दाउरा ल बल्ने खालको ल्याउनु पर्छ नि बल्छ दाउरा जस्तो भयो त्यस्तो दाउरा बल्छ नि चक्कुले आकार पर्छ भात आधी भात एउटा टुक्रा यत्रो त्यो धुवानी पनि पाएको छैन अनि यो कराई बस्छ अन्त बस्छ अब जिन्जर गार्लिक पेस्ट के अरे कहाँ यहाँ चुला खन्नु पर्यो के गर्नु पर्यो हालिसके पर्दैन बलिरहेछ अब त दाउरा हेर न कस्तो दाम छैन केटाहरूले दाउरा खोजेर ल्यायो बाँस यो दाउरा नदेखाउ न त्यो आगो आउँछ नि आगो बलेको छैन अहिले त अब यस्तो आगो नभएको होइन नि ए आएको छु त भिडियो गर्नु तपाईँ उतैदेखि लिएर आउनु न 2 केजी भनिदिएको छ 2 केजी म यहाँ पिकनिक आएको छु तिमीहरूलाई माछा लिएर आउँछु ल प्याज जलो होला हाल्यो नि त मासु हाल्न यो हालिदेऊ त यहाँ छौ चला नि त्यो त्यही पक्रिनु भयो क्या खुला मासु अलमोस्ट रेडी हुन लाग्यो ऊ त्यो ब्लगर घुम्दैछ छेउ हाल्दै नुन हल्का भाइ भन्यो ओइ नुन हाल न धुलो खोर्सानी हाल हल्का हाल अझै भयो अहिले होइन त्यो खोर्सानी हाल यो पानी हाल्दाखेरि गुलियो कम हेरेर खान सकिँदैन Cookman, Mr. Jerry. यो टेबल चाहिँ बिचमा राख्नु पर्थ्यो क्या यो पल्टिँदैन थियो क्या त्यही भएर चाहिँ टेबलको सामान हटाइदिएर ठक्क यहाँ राखेको हानिदिउँ खोइ त्यो थाल यो चेस पर्दैन यो चाहिँ केमा राख्नु ल सुन्तला हो चेस नसेस यहीँ राख्दिउँ अहिले त्यो ए लु पोखिदियो अब हामी चाहिँ ड्रिङ्क खान लागेको ड्रिङ्क चाहिँ टमाटर हाल आइज भाइ चेस आइज भाइ त पनि एक्लै भयो ठ्याक्क सुन्तला कहाँबाट लिएर आयो घरबाट डरै भाइ त्यो छोड्दै त्यो मसला हालेर 2-4 पिस लिएर आइज न नुन हालो नुन हालेर मसला टमाटर हाल्न 2-3 पिस मात्रै लिएर आइज मसला हाल्नुहोस् 2-3 पिस लिएर आइज आगोलाई हल्का चढा डढ्दैछ मुनि पढ्नु थालिकन
मजाले मुन्जे नलागोस् है फेरि तितो हुन्छ भाइ हाम्रो कुखुराको मासु सितन अनि एक्सट्रिम रक्सी होइन गाइस एक्सट्रिम यसको देखाउ न हानेको त्यो देखिसकेछ उ त्यो रमाइलो गर्न आएको ठिक छ मासु एकदम दामी छैन ठिक छ एकदम मिठो छ हौ मुला हालेर दामी भएको छ ग्रेभी मुला हालेर दामी भएको छ सितन म चाहिँ खाएँ ल बस केटा एउटामा चिउरा हाल्नु न केटा आया पसिन्छ सही भएको छ नपत्ताले चुला बनायो भने मासु त काँचै बनाउँछ भनेको प्याज पकायो त मलाई चाहिँ मुला मिठो लाग्यो खै भयो साह्रै मिठो छ है चाहन्छ त्यो फलफुल पनि छ है सुन्तला त्यो चाहन्न दामी भयो मुला त सही भएको छ झन् कलिलो छ कि ओ डढो क्या भाइ यता ओ मुङमान ओ चलाउ न त्यो माल डढ्यो है मासु घट मुला कम हालेछौँ नि दामी छ अझै 3-4 मुला ल्याउनु पर्ने छ बट धेरै होइन बराबर मुला ठिकै हुन्छ कस्तो दामी छ टेस्टी बबाल छ हल्का थप्नु थोरै टमाटर हालेपछि यति नुन थप्छ यति नै गयो यति नुन हालेर आइज न थोरै यति नै त्यस्तै भयो आजको हाम्रो मुकबाङ जङ्गल चिउरा ठिक छ उताबाट उतार बस्दै छेउमा आइज सानो भयो क्या हो नअट्ने अवस्था आयो क्या घरकै पार्नु पर्थ्यो सुझाव पनि लु बस चल्छ बस डढाउनु चाहिँ एक साइड डढाउनु तितो हुन्छ नि भरे हल्का तिर्छौँ त्यो यतापट्टिको डढेको तितो हुन्छ नि होला पुरा हल्का पानी लाग्छ पनि निकालेको सर्ला निक्लिन्छ डढ्यो है
Fuck man. But यस्तो दामी भएको छ गाइज मासु साथीभाइ हो खाँदैछ अर्को ब्लगर यहाँ हाम्रो गुरु आधी कराई डढ्यो होइन तर मासु ठिक छ कुन मेरो चम्ची यही हो लु केटा हो इन्जोय बुढो सरको बाख्रा चराउनु पो आएर कहाँ उ त्यहाँ को आएर कोन त मलाई कामा उता घुम्छ यो दाउरा चाहिँ फालिदिनुपर्छ यो चोरा ल्याएको भन्छ को आउँछ यो बारीमा आउनु नि हेर्न को आउनु दुनियाँ मान्छे नभनौँ न ए उठा भाइ उठाउन हाल्नु न ऊ मुथे पनि हिँड्दैछ अघि देखिन्छ ए Come on. Ra. इसमें थोड़े थोड़े चले नपखाल न अर्को छ छैन स्टिम छ होला यहाँ छ त मुथुरा जाँदै मुथुरा चाहिँ मासु चाख्दा ग्याटिस बोकेर हिँडिरहेको छ त्यो एउटा त बढाउन आउँदैछ खतरा भयो बढाउन ए यो यहाँ आउनु शनिबार यसरी मासु नि खान पाइएन अनि बस चाख्नु न फेरि हाम्रो मेरो फेरि अस्ति नाचेको लगाइदिएर बुढीले जिस्काएर भोलिपल्ट भिडियो हाल्दै त्यहाँ मुसाजीको चाख्नु न मासु माखु समाउँथ्यो भोलिपल्ट नाचेको लगाइदिएर बुढीले जिस्काएर मलाई दिमाग खराब कति कति यो आइरहेछ कति काट्नु समाउ सबै आउँछ लाए पनि त अलिक यसो बिचाको हट लाउँछ विचार एडिट गर्नलाई कम गाह्रो हुन्छ खाएपछि सब हाल्ने सब बुढीले हेर्छ बुढा गोपालले त उहाँ लगाएर स्कुटी लडाइ पठायो घर पुगेर मासु हान मासु गोपाललाई चाहिँ कसरी पुग्नु भयो यार गोपाललाई कसरी पुग्नु के थाहा टिभीमा हिँडिहाल्यौँ त्यहाँसम्म सँगै आयो पखेटा छ पखेटा हो यो पखेटा निरासकसँग सँगै आयो म त त्यो बाटो जान्छ के भने तेल हाल्नु पनि गाह्रो छ भरे फेरि यो सन्तोषसँग आएछ को सन्तोष बस सन्तोष मिलाप सुरेन्द्रसँग आएछ यहाँ आउनुभयो कि कहाँ जानुभयो टाढो गएछ शनिबारतिर बचिया खोइ सन्तोष पारी छ बुझ्ने
त तिमीहरू उता बोला भनेको कता ए उहाँ ठाउँमै आउँछ उता कहाँ जाने तँ उठाउ र यही उठाउ अस्ति चित्तै बुझेर कता हरा केही पनि खाइन भेटाएन अस्ति त सुँग्न पनि पाएन म दारु त कता गयो लात्तो चाहिँ छैन हामी खाइनौँ त्यतिमा राम्रो हुँदैन नि मैले पहिल्यै भने यार भाइ म दुईचोटि पुगिसकेँ सक्यो नि भाइ हाम्रो पैसा म कराई सक्यो लास्टमा ग्रेभी केटाहरूले ग्रेभी र भक्का खाँदैछ साँच्चै यार बासमती हो मग बासमती चामलको भक्का नत्र यस्तो टाइट हुँदैन हिजोको अब गरेर खाने हुँदैन। यत्रो मेहनत पनि चल हराएर आउँदैछ हँ? एकदम मिठो आउँदैछ यार बासमती एकदम मिठो भक्का आउँदैछ। खान आउनु हजुर हो भक्का पनि कस्तो छ मिठो छ है के भयो अगायो अगायो? पेट फुल्न आँटिसक्यो के भएर पेट फुल्न आँटिसक्यो है धेरै खायो होइन होला तातोमा यस्तो मिठो रहेछ यहाँ पो पिरो लागिरहेको छ के भएर अनि मुखले खाने हो नाकतिर छिराइसी के हो मुखले पो खाने हो नाकले कहाँ खाने हो त मलाई पाली खायो सबै सक्यो है केटाहरूले चाहिँ यस्तो मिठो छ अनि चाट्नु परेन ओ गिरमी हेर्न ल लास्टमा ओइ ल्याउ त आज धेरै मिठो भएर अस्ति पिकनिक आउँदा मिठो छ तर एउटा त्यति थोरै मासु मिठो नै हुन्छ थोरै मासु थोरै होइन हामी तिनजना मात्रै खाएको खाइसक्दैन थिएस के कुरा गर्छस् हेर्नुहोस् गाई यस्तो छ अवस्था हाम्रो जेडी भाइ चाहिँ पुरा होइन सुतिरहेछ ओइ उठ्न है भाइ ओइ पेट फुल्यो त के भएर पेट फुल्यो मैले धेरै खाइस कसले भन खानु यस्तो छ अवस्था हेर्ने छिटो उठ के गाह्रो सुना के गीत गाएर सुनाउनु उठ 5 मिनट गीत गाएर सुनाइदियो उठिहाल्छ 5 मिनट के गीत गाउनु पर्यो उठ न निन्द्रा लाग्छ तर सुतेको छैन भन्दै थियो यस्तै छ साथीभाइ हो के भयो मेरो पिला आयो आज यत्रो पिला आएछ त यार यतिखेर माथि आएको काम छैन भेटेको के अरे फेरि भन्छ भाइ रोनु भएको भए आफै भुन्थ्यो अब यतिकै बसिन्छ कुरा किन चाहिँ तँलाई ड्रोन अब सकिँदैन उठ्न टमाटर पनि खायो तातो तातो कसले मोल्ने अब तपाईँको पाला अरे कुरा खान्छस् है कसले मोल्ने भन्दामा यस्तो गर्दा पनि हुन्छ कस्तो खोलामा डुबाइदिनु आफै मोलिन्छ बालुवा सबभन्दा सजिलो चाहिँ होइन खोलामा डुबाउनु पनि बालुवाले सर घोडिदियो हावा पो चल्यो बेकारमा अस्ति हामी धम्पालगढी गयो यहाँ पिकनिक खाएको पो पुरा आनन्द हुन्छ केटा बाघ आयो के हो बाँसको उता आउँछ अहिले एकछिन भाग पनि अहिले पक्रिन जाने छिटो अब मोलमाल गर्नुपर्छ भाइ सफा गर्नुपर्छ यो ट्याक्क यहाँ यति राखेछ त कसको भाग हो यो त्योहरू अझ तेरो हो खा ला न लास्ट ग्रेभी यहाँ ग्रेभी छ यो दामी छ ल ल मिठो छ हौ चाट्नै हो चम्ची चाट्न कम मजा आउँछ ल आराम भइसक्यो लु नि त लु आराम भइसक्यो लास्टमा थोडा मिठो छ यो मुले लास्टै हो कस्तो छ दामी छ होइन ल पेटै फुटिसक्यो यस्तै भयो आजको दिन होइन आजको मुकबाङ रमाइलो भयो यहाँ आएर यो पछि छोरा नातिहरू हेर्छ हाम्रो त अब कपालदारीहरू फुल्छ होला होइन लठीसठी टेक्नुपर्छ होला कति यहाँ भएको साथीभाइ पनि कति भइन्छ यो संसारमा भइँदैन हेर्छ एउटा सम्झना स्वरूप कोसेली सम्झनाको केही भन्नु छ तिमीलाई मेरो केही छैन अलिक दारू धेर भएछ सो यो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब केही पनि नगरिदिनु साथीभाइ हामीले चाहिँ खाइसक्यौँ होइन आजको बाहिरको हाम्रो आउटडोर ड्राई पिकनिक यस्तो भयो यसलाई दुःख अरे यसको जिउ थिचिदिनु अरे होइन यो उमेरमा जिउ दुःख भन्छ
गुड निस्किन्छ है तेरो निस्कियो त के हुन्छ डर छ भयो भयो भएन भएको भएन भन्न भएको भएन ओइ लुट सन्चो भयो अलिक भाइ धेरै सन्चो भयो उठ अब जाने गाई चाहिँ यस्तै छ तेरो क्यामेरा मोबाइल बोक क्यामेरा बोक नाच्दै नि त जिउ तन्का न जिउ भोडी सो कसले त धेरै खानु भन्नु त तँलाई थाहै पाइएन हो के खाइस् धेरै रक्सी खाइस् कि मासु धेरै खाइस् चिउरा मासु चिउरा फेभरेट चिउरा मेरो फेभरेट हो नि चिउरा तेरो फेभरेट हो ल गाई चाहिँ यस्तै हो एक्सट्रिमले बितायो अरे यसलाई यहाँ हाम्रो गुरुले चाहिँ उयो गर्दैछ जाउँ ल साथीभाइ हामी चाहिँ खाइसक्यो होइन हाम्रो स्पोर्ट यो थियो आजको हामी चाहिँ हिँड्दैछौँ अब आफ्नै गन्तव्य आफ्नै घरतिर के गर्नु रमाइलो गर्न आएको थियौँ रमाइलो भयो होइन तपाईँहरू पनि रमाइलो गर्नु होला है साथीभाइ हो रमाइलो गर्नु जिन्दगीमा रमाइलो गर्नुपर्छ तोरीबारी होइन यो हाम्रो भिलेजको भ्यू कस्तो दामी छ केटाहरू खाएर अगाडि हिँडिसक्यो बोरासोरा बोकिवरी अब हामी लागेको आफ्नै वासस्थानतिर एउटा रमाइलो सम्झना हुन्छ भोलिको दिनमा मैले अघि पनि रिमाइन्ड गराएँ है अझ यो संसारमा अजम्बरी कोही पनि छैन होइन मान्छे एक न एक दिन संसारमा जन्म लिइसकेपछि मृत्यु निश्चय नै छ बाँच्नुन्जेल 2 दिन रमाइलो गर्ने हो दुःख पीडा स्ट्रगल त आफ्नो जिन्दगीमा छँदैछ रमाइलो गर्नुपर्छ तपाईँहरू पनि रमाइलो गर्नुहोस् जेडी बा यता हेर जाने बेला भारी भयो नजिकसम्म मात्रै हो अब त हाम्रो गुरु अगाडि छ होइन ल ठिक छ रमाइलो छ यस्तै हो थ्याङ्क यू सो मच जब हामी लागेको आफ्नै घरतिर के गर्नु होइन यस्तै छ लाग्नु पर्यो के भयो खै दिदी खै भयो नि त भयो चाट्नु पर्दैन भयो